सुदूरपश्चिम प्रदेशमा गरिबी उच्च, अछाममा सबैभन्दा बढी। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको गरिबीको लघु क्षेत्र अनुमान 2082 प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेश देशकै सबैभन्दा गरिब प्रदेश बनेको छ। प्रतिवेदनले देखाएको छ कि प्रदेशका सबै जिल्लामा नेपालको समग्र गरिबी दर 20.27% भन्दा बढी रहेको छ। देशभर सबैभन्दा बढी गरिबी भएका 10 जिल्लामध्ये सुदूरपश्चिम प्रदेशका 5 जिल्ला परेका छन्। ती जिल्लामा अछाम सबैभन्दा अगाडि छ, जहाँ झण्डै 49.58% जनसङ्ख्या गरिबीको रेखामुनि छ। अछामको कुल जनसङ्ख्या 2,27,719 रहेकोमा 1,12,902 जना गरिब छन्। त्यसपछि बैतडीमा 48.65% जनसङ्ख्या गरिब छ। कुल जनसङ्ख्या 2,41,423 रहेकोमा 1,17,463 जना गरिब रहेको तथ्याङ्क छ। बाजुरामा 47.1% र डोटीमा 42.1% जनसङ्ख्या गरिब छ। बझाङ र दार्चुलामा 38.83% जनसङ्ख्या गरिब रहेको पाइएको छ। डडेलधुरामा 33.27% र कैलालीमा 28.23% जनसङ्ख्या गरिब रहेको तथ्याङ्क छ। प्रदेशमा सबैभन्दा कम गरिबी कञ्चनपुरमा छ, जहाँ 24.52% जनसङ्ख्या गरिब रहेको छ। यस तथ्याङ्कले सुदूरपश्चिम प्रदेशलाई देशकै उच्च गरिबी भएको प्रदेशको रूपमा देखाउँछ, जहाँ अछाम, बैतडी, बाजुरा, डोटी र बझाङ शीर्ष गरिबी भएका जिल्लामा पर्छन्।